सो हेलो है अगेन बैक कन्टिन्यू भिडियो है त्यही है तब अब लामो भिडियो हुन्छ भनेर चाहिँ मैले पार्ट पार्ट गरेर देखाउँदैछु है। नाउ वी आर गोइङ लामाहट्टाको पार्क। त्यहाँनिर चाहिँ ठुलो एउटा उयो छ अरे नि त पोखरी। अन्त त्यसमा चाहिँ देयर इज अ रिजन बिहाइन्ड हैन अबाउट द्याट लेक छ अरे। अब सोध्दै जाउँ के रहेछ है, हेर्दै जाउँ, तपाईँहरूलाई पनि देखाउने छु। यहाँ चाहिँ हाम्रो बुहारीको घर हो यहाँ नि त हैन। उकालो हिँडेर निस्किँदैछौँ अहिले। यहाँबाट भ्यूहरू देख्न सक्नुहुन्छ, ब्युटिफुल भ्यू है। अन्त अब हामी चाहिँ उकालो चढ्दैछ जाँदैछौँ। भेट्छु ल म तपाईँहरूलाई त्यहाँ पार्क पुगेर के कसो रहेछ। सो स्टे ट्युन एभ्रीवान, हेर्दै गर्नुहोस् होला। सो हामी चाहिँ आइपुग्यो यहाँ ब्युटिफुल लामाहट्टाको पार्क है। हेर्नु नै दामी छ, टुरिस्टहरू पनि थुप्रै रहेछ। ऊ भाइले गाडी पार्क गर्दैछ। ऊ यहाँ छ वानुपाहरू हो, दामी देखिरहेको छ ब्युटिफुल भ्यू। हामीलाई चाहिँ वेदरले पनि साथ दियो क्या, राम्रो लाग्यो है, मजाको है। सो हामी चाहिँ आइपुग्यो हो यहाँनिर। हामी पहिलामा आएको। थ्याङ्क यू। ल अब हामी त पहिलामा आएको क्या दामी छ हेर्नु न। यहाँनिर हाउस तपाईँको ट्री हाउस छ है। अन्त ऊ माथि चाहिँ गएन नि त हामी। अब हामी चाहिँ माथिसम्म जाने यताबाट डुल्दै डुल्दै डुल्दै। सो यहाँ चाहिँ लामाहट्टा एफपिसी भिलेज इको टुरिज्म inaugurated by Miss Mamata Banerjee, Honorable Chief Minister, West Bengal. 2013 मा चाहिँ यो इनोग्रेसन भएको रहेछ है। तपाईहरुलाई अलिकति छोटो ब्रिफ दिएको हैन। अन्त टुरिस्टहरु पनि थुप्रै रहेछ इनफ्याक्ट है, देख्नु पर्दाखेरि राम्रो नि। अन्त यतिको दिन भयो भने त के चाहियो है, घाम टन हो, गरम टलाटल टनटलापुर धूप भन्ला जस्तो हैन भइरहेको छ। अन्त यहाँ यताबाट जाँदा गरौँ न उकालो जाउँ। लु जाउँ यताबाट आउन नि। लेट्स गो। हेर्नु न पाइन ट्रीहरू क्या दामी दामी मसिनो धुप्पीहरू है। अनि पहिलामा आएको म यहाँ लामाहट्टा है। तपाईँहरूले मेरो प्रिभियस भिडियो हेर्नुभएको छ भने पहिलामा आएको, तर माथि त्यहाँ चाहिँ गएको छैन नि त हामी, त्यहाँनिर लेकमा। त्यही कारण पनि आज सेकेन्ड भिजिट आएको हामी है। यहीँ टुरिस्टहरू गरम भएर यस्तो गरेर आउनु। ए लोरिना र अनाइसु दे आर सो एक्साइटेड। दिस इज द ट्री हाउस है। ट्री हाउस त हामी पहिला हौ एलिफेन्टहरू अब माथि जङ्गलमा देख्यो भने हेर्नुपर्छ, नत्र आएन भन्ने पाउँदैन देख्नु। हेर्नुपर्छ, आउँछ कि आउँदैन। ल हिँड न अब। एकदमै छ है ट्री हाउस। सो हामी चाहिँ आइपुग्यो ट्री हाउस है। दामी छ, ब्युटिफुल ब्युटिफुल ट्री हाउस। कस्तो रहेछ अनाइसु? यहाँ दिस इज ट्री ओभर हियर, लुक दिस वान इज ट्री। वाउ दामी। यहाँ छोटो भ्यू देखाइदिन्छु ल तपाईँलाई। ए दामी देखिरहेको छ है। यो माथि चाहिँ लामाहट्टा लेखेको छ है। लु जाउँ, लेट्स गो लेट्स गो। हामी त एकछिनमा त हो नि। डोकोहरू हेर्नु न कलरफुल। स्लोली लड्छ नि अन्त राम्रो हिँड्नु जानेन भने त। लु 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 आमा टुरिस्टहरू हेर्नु अन्त छैन त, सिजन त हेभी लागेको छ। यहाँ लड्छ यहाँ। लु इन्ट्रेस्ट लिन्छ नि। लु गो गो विथ पापा न गो। लोरी अल्सो गो। ऊ पापा गो। सट्टै हेर्नु न बाटोहरू यस्तो दामी देखिरहेको छ है। एन्टिक रोड्सहरू दामी दामी। यहाँबाट चाहिँ अब हामी चाहिँ हाइक गर्नुपर्ने रहेछ है, त्यहाँसम्म जानु। सो लेट्स गो। लुक एट दिस पाइन भ्यू है। फेमस पाइन्स है। बाटोहरू हेर्नु न दामी छ पाइन भ्यू है।
दामी रहेछ लु 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 ब्रिज पनि सानो हामी क्रस गर्दैछौँ यहाँ स्मल ब्रिज लुक हियर एन्ड लुक एट द्याट रोड हो लामाहट्टा मुनि मुनि भइहाल्यो रोड पुरा यस्तो पिच रहेछ राम्रो रहेछ हिँड्छ यिनीहरू हिँड्ने खालको यहाँदेखि चाहिँ बाटो अलिक निकै नै रफ रहेछ क्या उकालो रहेछ फेरि बाटोमा अलिक उयो रहेछ त पुरै हाइकिङ हुँदो रहेछ नि अन्त आमामा कति किलो यहीँ टुरिस्टहरू झर्दैछ ओह्रालो लाग्दा गर्दै लुक एट द भ्यू थाकेर सो हामी चाहिँ आइपुग्यौँ आमामा क्या उकालो पर्दो रहेछ हो लोरिनाले दङ्गाएर फेरि यहाँ चाहिँ हामी आइपुग्यौँ हेर्नु नै ब्युटिफुल देख्दो रहेछ भ्यू आमा सिक्रेट वाटर बडी भन्दो रहेछ ऊ पर है त्यो मेन चाहिँ यो देख्नुहुँदैछ नि यहीँ हामी यहाँबाट यता जाँदा पनि हुन्छ होला क्या दामी देखेको हेर न भ्यू यहाँ चाहिँ यस्तो रहेछ स्टोनहरू हो दामी हौ ऊ पर ऊ पापा ऊ पर हेर त लुक ओभर देयर हाम्रो घर अघि अनेश्वरको उयसको इबीको तल छ अहिले जानुपर्छ ल फेरि हो हाम्रो घर छ नि उहीँ तल ल यहाँ ए लडे ल कस्तो दामी भ्यू ब्युटिफुल है आमा के गर्नु ए सरी सरी त्यो उयोले गल्तीले लु यहाँ हिँड न अन्त लु लु दामी रहेछ ए ढुङ्गाहरू छ भन्दै थियो नि त यहाँ चाहिँ यस्तो रहेछ त्यहाँनिर अब हामी चाहिँ वाटर भएकोमा गएको छैन जान्छौँ यो पछि चाहिँ हो के भयो यस्तो रहेछ दामी हो ए बाउ छोरी चढिहालेछ हो जाऊ मामासँग जाऊ ल तिमी ल ए लरिना पनि चढ्यो अनेसु पनि चढ्यो है दामी चढ्छु ल यो दामी रहेछ ए दामी है हामी त रकमा चढ्यो नि रकमा है आमामा यहाँ धुप्पी हेर्नु न धुप्पी त आमा यहाँ त चोइटेको रहेछ उयोले होला यो तपाईँको केले भन्नुहोस् त चट्याङ्गोले होला है यो त ढल्दिएको रहेछ आधा भुइँ यस्तोमा त डर लाग्छ सुनसान प्लेस चिप्लो पनि रहेछ यहाँ अलिक डरलाग्दो रहेछ लेट्स नट गो दामी 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 प्लेस सो यहाँबाट चाहिँ उयो लेक रहेछ सिक्रेट वाटर है अब हामी चाहिँ त्यहाँ जान्छौँ ल अब त्यहाँ लगेर तपाईँलाई देखाउँछु कस्तो अरे नानी ब्युटिफुल सिक्रेट वाटर भन न Secret water, beautiful. Yes. Did you enjoy, Lorina? Anishu? Yes. Oh, how much? How much did you enjoy? Oh, 10 times? Yes. Okay. नानीहरूले पनि इन्जोय गर्दैछ मजा गर्दैछ नि त त्यही लुक सो वी आर गोइङ टुवर्ड्स द लेक है तपाईको डु नट थ्रो गार्बेज एट पार्क एरिया फायर वर्क विल बी पनिशेबल डु नट प्लक फ्लावर्स सो मेनी रेस्ट्रिक्शन्स छ obviously है पापासँग हिँड्छ अरे ऊ यो डटर पापासँग हिँड्ने रे लु उसलाई पनि हिँड्न हाल्ला नै ल पापासँग हिँड्ने आमा बोट त ए बोट अरे यो त ल पहिला यिनीहरूलाई याद गर है सो यहाँ रहेछ इट्स अ सिक्रेट वाटर अरे है यहाँ चाहिँ माछा पनि पुरा छ भन्दैछ यहाँ कता कता देखेको जस्तो लाग्यो है आमा हेर्नु न कत्रो ठुलो कुवा रहेछ नि त सो हामी वरिपरि घुमौँ ल कहाँदेखि आइपुग्ने रहेछ औ औ ल त्यो हाम्रो रुख ढलेको रहेछ नि हेर न त्यहाँ त ऊ कत्रो ठुलो हो हाम्रो जराइसँग त्यो धुप्पीको रुख इज अ पाइन ट्री न द्याट वान सो यहाँ चाहिँ यस्तो जङ्गलै जङ्गल सो वी आर इन्जोइङ मजा आउँदैछ हामीलाई हो घुम्नु
सो विल वक थ्रु आई विल टेक अ राउन्ड है एउटा अब रिलिजियस वेमा हेऱ्यो भने वरिपरि घुम्नु पनि भन्छ नि त होइन त यहाँ पहिला यहाँनिर सुनेको मैले है तपाईँको यहाँबाट यहाँबाट कि कतापट्टिबाट उफ्रिँदा चाहिँ अर्कोपट्टि हिल्लिन्थ्यो अरे मतलब सेक हुन्थ्यो अरे हुन्छ त्यो अब रिजनहरू थुप्रै छ अरे यहाँ है कसैलाई भेटेको भए त म तपाईँहरूलाई भन्ने थिएँ इभन आई डोन्ट नो द हिस्ट्री र अब तपाईँहरू मेरो भिडियोको थ्रु हाम्रो लामाहट्टाको सिक्रेट वाटर हेर्नु सक्नुहुन्छ सो लुक एट दिस ए पानी सो वी आर टेकिङ अ राउन्ड त्यहाँबाट चाहिँ राउन्ड गर्नु पाउने रहेछ है त्यहाँबाट यहाँबाट चाहिँ ब्लक पनि रहेछ नि त बाटो सो वी आर गोइङ ब्याक टुवर्ड्स दि रोड है मेन रोड यस्तो हेरिहाल्नु भयो माछाहरू मसिनो माथि पौडी गर्दैछ पुरा छ अरे यसमा माछा तपाईँको अब भित्र होला नि त है अलिअलि त सानो देख्दैछ ऊ माथि पौडेको अब अरू पनि होला निकै ठुल्ठुलो माछा होला नि यहाँ त है बहिनी बिग फिस होला यहाँ न 80 किलो होइन 80 किलो भन्छ होइन यसलाई पाक्दाखेरि दामी हुन्छ नि यहीँ रहेछ म ऊ चाहिँ बिजी हुँदै यहाँ पाकेको चाहिँ छैन रहेछ पाक्नु लागेको रहेछ जुगा चाहिँ कतिको लाग्ने हो है यस्तो बाटोमा यहाँ हेभी हाम्रो चाहिँ राम्रो डुलाइ भयो मजा एक्सप्लोर गर्यो होप यु लाइक्ड इट है तपाईँको मेरो फर्स्टदेखि अब लास्ट भिडियो भनौँ न होइन सबै यो चाहिँ अब लामाहट्टाको लास्ट टुर हो नि त 3टा भिडियो कहाँ पो गएको हामी त मङ्गरजोङ ए होइन ला कुन चाहिँ जग्गा पो गएको अस्ति स्विमिङ गरेको त्यो जग्गाको त हेर्नु भयो होला है आई फरगट द नेम के भएको त्यस्तो सो वी आर गोइङ यिनीहरू भर्खर आउँदो रहेछ उयोसम्म छ बेसी नगयो नि भयो उता होइन उयो रुख त उयो भएको होला है चट्याङले है हेभी हेर्नु न चट्याङले अनि क्या डेन्जर है जरासँग चाहिँ यो पानी चाहिँ नि सुक्दैन अरे हो है द्याट इज अल्सो वान रिजन बिकज अफ द पाइन ट्रिज नि यो वरिपरि बेसी पाइन ट्री भएकोले कारण यो पानी सुक्दैन पनि भने हतपत अब क्या यो पानी कहाँबाट आउँछ भन्दाखेरि चाहिँ मोस्टली यही अब पाइनको जराबाट आउँछ होला होइन पाइनले त पानी पुरा छोड्छ नि त सो फर द्याट रिजन त्यही होला रिजन बिहाइन्ड दिस सो अब हामी चाहिँ गएको फर्केको यहाँबाट है सो वी आर गोइङ नाउ लुक एट द भ्यू क्या दामी देख्छ है भ्यू हेर्नु न आमामा कता त्यो धुप्पीको चेपचेपबाट घामहरू निस्केको कस्तो दामी देख्छ है वाउ ब्युटिफुल पाइन्स चाहिँ हेभी चाहिँ यहाँबाट दामी ए So we reached hi finally. How is it, Lorena? Hiking कस्तो थियो? मजा आयो? Did you enjoy? Lori? She is in her own mood क्या? थाक्यो बिचारा उकालो जान्दा पनि पुरा थाक्यो. It was so more than 1 kilometer चाहिँ जाँदा है. Why are you laughing alone? What happened? Goody. Oh, goody. Ele. Goody लाग्यो. So I don't know where do they reached है. We are still waiting here. हामी चाहिँ पर्खिरहेको छ. कहाँ आइपुग्यो छैन उनीहरू त हरायो. सो त्यही थियो है. होप अब अरू त है मैले तपाईँहरूलाई देखाइहालेँ. सो होप यु लाइक्ड इट. तपाईँहरूलाई सिक्रेट वाटरको है. ला हामी कहाँ कहाँ गयो अन्त हामी कयासालाई तिमीले छोड्यौ अन्त किन छोडेको अन्त हामी आइसा कहाँ गयो होइन नि अब जम्बिल टोक्यो आइसालाई ला जम्बीले टोक्यो ला हो बिचारा अन्त कहाँ टोक्यो भन्नु पाउँदैन नि बिचारालाई हो अनाइसुलाई अन्त जम्बीले टोक्योस्
अन्त पापालाई अन्त माजुलाई अन्त सुमामालाई सला टोक्यो ला जम्बीले हाँसु टक्कन न यहाँ लोरिनाले जम्बीले टोक्यो अरे उसको पापालाई अनैसुलाई माइजुलाई भन्दै आउँदैछ हो पर दे आर कमिङ है अब आउँदैछ होप यु लाइक्ड इट माई ब्लग है विथ द ब्युटिफुल भ्यू ऊ अनैसु हिँडेर आउँदैछ ऊ पर आउँदैछ तिनीहरू So stay tuned, hope you liked it. I see you in my next vlog. Bye bye everyone, see you. Oh, Lorina ta kudihaलेको अरे हेर्नु न